हेलो एभ्रिवान, आज चाहिँ हाम्रो घरमा बुवाले बिहानै उठेर मह काट्नु भएको। मह काट्नु भन्दा अगाडि चाहिँ बुवाले पात्र हेर्नु भयो। जस्तो कि बिहेको साइज जुराउँदाखेरि पात्र हेर्नु पर्छ नि, हो त्यसरी नै मह काट्दाखेरि पनि साइज हेर्नु पर्दो रहेछ। तर मलाई चाहिँ थाहा थिएन, अनि आजै थाहा पाएको। हाम्रोमा चाहिँ मौरी आएको 1.5 महिना जति भएको थियो। मैले त सोचेको थिएँ 5-6 महिनामा मात्रै मह काट्ने बेला हुन्छ भनेर, तर होइन, 1.5 महिनामै मह काट्ने बेला भइसकेको हुँदो रहेछ। हाम्रो घरमा चाहिँ यसै पालि मौरी आएको हो नि त। नयाँ घरमा पहिलोचोटि मह काट्नुहुँदैछ बुवाले। अब तपाईँहरूलाई त प्रायः थाहा नै होला होइन, मह काट्दाखेरि चाहिँ सुतीको कपडा यसरी धुप बालेर त्यसपछि मात्रै मह काट्नुपर्छ भनेर। यति धुवा लाएपछि चाहिँ मौरीहरूले चिल्दैन के, नभए त चिलेर मारिहाल्छ नि होइन। धुवा लाउँदा लाउँदै पनि बुवालाई चाहिँ 1-2 ठाउँ चिलेछ। धन्न म चाहिँ चिल्छ भनेर अलिक परपरै बसेको थिएँ। अनि मम्मी चाहिँ भन्नुहुन्छ मौरीले चिलेको त राम्रो हुन्छ भनेर। झन् राम्रो नराम्रो त केही थाहा भएन, तर मौरीले चिलेको भए त म त बेहोसै हुन्थ्यो होला दुखेर। ल साथीहरू, हामीले चाहिँ मह पनि काटिसकेर धमाधम खान थाल्यौँ। बिहान बिहानै मम्मीले चाहिँ खाली पेटमा दबाई हुन्छ खा भनेर यति दिनुभयो। मलाई चाहिँ फेरि गुलियो त्यति धेरै मन पर्दैन के। मह चाहिँ अलिक थोरै नै थियो, अनि बच्चाहरू चाहिँ अलिक धेरै थियो। मह काट्दाखेरि चाहिँ सबै खाप झिक्नु हुँदैन रहेछ नि त, त्यही भएर बुवाले चाहिँ 2-3 खाप त्यहीँ छोडिदिनु भयो, अनि 4-5 चाहिँ निकाल्नु भएको थियो। यो मह खाँदाखेरि चाहिँ मलाई म सानो हुँदाखेरिको एउटा कुरा याद आयो। मलाई चाहिँ सानोमा एकपल्ट सर्पले टोकेको थियो के, अनि सर्पले टोक्दाखेरि मह दबाई हुन्छ भनेर मलाई ठुलो स्टिलको गिलासको आधी गिलास खानु दिनुभएको थियो। राम्रा मैले कसरी खाएँ होला त्यत्रो मह। मेरो गाउँमा चाहिँ अनि सर्पले टोक्दाखेरि फुक्नु हुने एकजना धामी बाजे पनि हुनुहुन्थ्यो र अहिले पनि हुनुहुन्छ। त्यत्रो मह खुवाएर मलाई फुक्नु लग्नुभयो, अनि बल्ल म बाँचे, नभए त म पहिल्यै गुल्टिसकेको हुन्थेँ होला। मह खाएको 15-20 मिनटसम्म चाहिँ के पनि नखानु होला, मैले चाहिँ बिर्सेर पानी खाइदिएछु। ल साथीहरू, तपाईँहरूकोतिर चाहिँ मह मानाको कसरी छ, अनि तपाईँहरूलाई मह कतिको मनपर्छ कमेन्ट गर्नु होला है त।